घन्टीमै भन्न आर्नीमै मलाई अन्टी नै नभन के हुन्छ भने मलाई यो पालि घन्टीमा भोट जेन्जी हो बुवा म ज्याङीको बाउ हुँ म ज्याङीको हजुरबाउ हुँ क्या बुवा यसपालि भोट केमा घन्टीमा ज्याङीको हजुरबाउ हुँ आउनु भएछ नि त घन्टी लगाएर आउनु पर्यो नि त अब काङ्ग्रेस माथे एमाले माथे यी तिनटालाई लगाएर यता हिर्गल बा तपाईँले हिजो घन्टीलाई भोट दिने हो भनेपछि सबैजनाले मन पराउनु हो तपाईँलाई बा ठिक गर्नु तपाईँले घन्टीलाई भोट दिने भन्नु राम्रो गर्नु नयाँ पुस्तालाई पालो दिनु नि भयो भनेर भन्नु हो तपाईँले के भन्नुहुन्छ म त जे बोल्यो बोल्यो त्यही दिने त्यहीँ दिने घन्टीलाई दिने घन्टीलाई दिने एक फेर बोलेपछि भयो फेरि एक फेर बोल्न म जान्दिनँ हो र उसो भए बारेनलाई जिताउने भयो भनेपछि यो घन्टी चिन्हमा मत हालेर हाम्रो उठेको उम्मेदवार अत्याधिक मतले विजय गराइदिनु हुन हार्दिक अनुरोध गर्छ हजुरको सवारी भयो कति राम्रो होला घन्टीको बिचे भन्छ हमरा छान्नको ल जय घन्टी बा भोट केमा भोट त अब भन्नै पर्दैन नि भोट किन परिवर्तन हुन्छ कि हुँदैन त एटिएम माझ हुने हो कि अन्त हौली हुने हो धन्यवाद ल धन्यवाद पनि त टेर्दैन नि यो भङ्गाले भागै कुरो काटे हो त के बिहोलले हो के बिहोलले पनि जति नै गर्मी टेर्दैन यस ए भाइ त बुढो भइस् अब छोडिदे अब जुग अनुसार चल्न पर्छ है छोडिदे बाबु अब यस्तै तिमीहरू जस्ता छोकरी केटीहरूको किडनीको झिकेर अहिले बाटा रोडमा हिँडेको छ त्यसलाई हेरेको छैन धर्म सकिएका दुःख लागेको छैन हामी त यो सबै बुझ्छौँ नि यहाँ बसे पनि बुझिरहेको छु नि मैले अझै व्यङ्ग गरी अरूले पत्याइदिने खालि व्यङ्ग गरी जो दुनियाँलाई फसाएर बाह्र हालिरहन्छ जात्राले अब छोडिदिए हुने हो तर अहिले त के हुन्छ है बाबु अहिलेको अब